येशूलाई चिहानमा राखिएको त्यो दोस्रो दिन न कुनै आवाज थियो न कुनै हलचल। चारैतिर एउटा गहिरो मौनता छाएको थियो। यस्तो लाग्थ्यो मानव सारा संसार नै रोकिएको छ। चेलाहरूको मनमा शून्यता थियो, सपनाहरू टुटेका थिए, आशाहरू ओइलाएका थिए। बाहिर जति सुनसान थियो त्योभन्दा धेरै शून्यता उनीहरूको हृदयभित्र थियो। तर के तपाईँलाई थाहा छ, त्यो मौनता हारको सङ्केत थिएन, त्यो शून्यता अन्त्यको चिन्ह थिएन। त्यो त इतिहासकै सबैभन्दा ठुलो विजय पाउनु अघिको गहिरो तयारी थियो। बाहिर संसार शान्त थियो, तर भित्रभित्रै मृत्युको साङ्लो चुँडिँदै थियो। आज यदि तपाईँको जीवनमा पनि प्रार्थनाको जवाब नआएर मौनता छाएको छ भने नआत्तिनुहोस्, किनकि दोस्रो दिनको त्यो शून्यता नै तेस्रो दिनको चमत्कारको सङ्केत हो। आमेन। विश्वास राख्नुहोस्, नयाँ बिहानी आउँदैछ। जय मसीह।